गर्व लक्ष्यलाई पाएपछि भन्दा लक्ष्यलाई पाउन गरिएको प्रयत्नमा निहित हुन्छ। म कसैलाई पनि आफ्नो फोहोर खुट्टासँग मेरो मनभित्र हिँड्न दिने छैन। हरेक रात जब म सुत्न जान्छु तब म मर्छु र अर्को बिहान जब म बिउजन्छु तब मेरो पुनर्जन्म हुन्छ। आफ्नो गल्तीलाई स्वीकार गर्नु भनेको झाडु लगाउनु बराबर हो, जसले धरातलको सतहलाई चम्किलो र सफा बनाउँछ। तपाईलाई तपाईको कामको परिणाम कहिल्यै पनि थाहा नहुन पनि सक्छ, तर यदि तपाईँ केही गर्नुहुन्न भने परिणाम पनि केही हुँदैन। पुँजी आफैमा खराब होइन, उसको गलत उपयोग खराबी हो। प्रसन्नता मात्र एउटा यस्तो अत्तर हो जसलाई अरूमा छर्कँदा उसको केही थोपा आफूमा पनि पर्छ। जो कोही व्यक्तिले पनि आफ्नो अन्तरात्माको आवाजलाई सुन्न सक्छ, किनकि यो सबैको भित्र हुन्छ। कुनै पनि व्यक्तिको पहिचान उसको कपडाले नभएर उसको चरित्रले आकलन गरिन्छ। तपाईको मान्यता तपाईको विचार बन्छ, तपाईको विचार तपाईको शब्द बन्छ र तपाईको शब्द तपाईको काम बन्छ। तपाईको काम तपाईको आदत बन्छ र तपाईको आदतले तपाईको मूल्य निर्धारण गर्छ र त्यही मूल्य तपाईको नियति बन्दछ।